अब आउँछ 3 जनालाई अर्डर गरेको भात पाक्यो के खाजा सन्जे जगाउ हप्ताको बेला भयो सन्जे Look at the view, guys. Look at the view. तिनजना मर्दै हिमाल हिँडेको खोरामुखटा माथि कता अरे हामी सिदिङतिरबाट जाने भनेको सिदिङतिरबाट गएन घलेलतिरबाट जानु पर्यो कालीमाटी हुँदै त्यो साथी नि छ यसले हामीलाई कहाँसम्म पुर्याउँछ हेरौँ हाम्रो गाइड हो आजको यहाँबाट यस्तो यस्तो बाटो हिँडेर जाने हो घलेल गाउँ भन्दा माथि आइयो यही यो देखेको जति सबै घलेल गाउँ हो घलेल 1530 मिटर यहाँबाट कालीमाटी 1 घन्टा फरेस्ट क्याम्प 3 घन्टा हामी अझै पनि इनर्जेटिक अवस्थामै छौँ एकदम केही भन्दैन हजुरहरू ढुक्क भएर आउँदा हुन्छ यहाँ केही पर्यो भने यहाँ हामीलाई फोन गर्नु म चाहिँ अब भए पनि हजुरहरूको कलेज सुरु गर्छु तर स्वाग चाहिँ मैले केही गर्नु सक्दिनँ है बाटो त कालीमाटीसम्म पुग्छ तर त्यसरी किन हिँडेर गएको भनेर जान्ने हुने मान्छेहरू नि आउलान् नि फेरि तर त्यस्तो होइन यो बाटो अन्डर कन्स्ट्रक्सन भएको भएर हामी हिँड्दै आएको यहाँबाट अझै 1 घन्टा लाग्छ कालीमाटी पुग्नु अनि कालीमाटीको लास्ट पोइन्ट हो यो यहाँ भलिबल खेलेर जाने भनेको बल ल्याइएन यत्तिकै जानु पर्यो यहाँ अड्क्यो क्या यसरी हिँडिरहेको छ हो त माथि डाँडा देखेको हो त्यो फरेस्ट क्याम्प हो अरे त्यहाँ पुग्ने हो अब हामी हाम्रो नेक्स्ट टार्गेट त्यो हिमालमा हिउँ पऱ्यो हेर आज ल हामी जहाँ गयो म जहाँ जुन ट्रेक गयो नि हिउँ पर्छ यार त्यो चाहिँ राम्रो कुरो त्यो राम्रो कुरो बाटो ठिक ठिकै छ सम्म बाटो छ हामी यता उता डाँडा पुग्छौँ अन्त डाँडा हुँदै यता जान्छौँ बल्ल हिँडेको यिनीहरू 20 हिँडेछन् मलाई अन्तिममा राखेन तल भैँसीमा बस्ने ठाउँ चिसो भयो भनेर केटाहरूले यस्तो राम्रो जुगाड गरेका छन् सही जुगाड गरे यहाँ अर्का त्यसरी बसेका छन् कुकुर पनि थोरै भयो भनेर भैँसी पनि घन्टी बजाउँदै आएछन् अघि नेबाट आउँदैछन् तलबाट घन्टी बजाउँदै हामी चाहिँ यहाँ खाजा खाने बस्न लाग्यो दाइ चाहिँ अब त्यस्ता बसेर हाम्रो चाहिँ अब म राम्रो ठाउँमा बसेको छु यिनीहरूलाई लाउ भनेर त्यो लाउनै पर्दैन नि त्यही माथि बसेको भइहाल्छ त यसो 2 घन्टा हिँड्यो 8 बज्यो केमा घन्टीमा बोट केमा घन्टीमा भैँसीले नि हेर गाँठे घन्टी बजाउँदै आएको छ भैँसीले चलेन ननिस्किनु बाटो त यार बोट केमा रुखमा सबै भन्दैन न रुख भनेको यसलाई घन्टी 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 बनाउन क्या इस ए सुन्तला खानी सुन्तला खान्न अनि सेलरोटी खानी ब्रेकमा यसो बस्न पर्यो 10-15 मिनट टन्न खानी 20 मिनेट स्पिकर बजाऊ JBL 20 मिनेट भन्नु न 20 मिनेट 2 वर्षसम्म जोगाएको केटाले यस्तो बनाइदिए कतिसम्म हो खै
एउटा कुकुरले अर्को कुकुरलाई धपाउँदैछ पछि आएर यो प्लास्टिक मिरा बोलेर त सुनिन्न क्या मेरो यहाँबाट सुनिन्छ नि त त्यही भएर एउटा कुकुरले अर्को कुकुरलाई उहाँ धपाउँदैछ म्याग्नेट हुन्छ क्या फेरि त्यो पाखालाई पावर जस्तो नगर्नु त त्यसको म्याग्नेट मैले हेलमेटमा टाँच्छु ए हो यो पोको पार्ने होइन अनि के पोको पार त ल पार त पोको पारेर हेर्न पाएर पावर फुकेर बजायो मुखा दले फेरि पाउडर लगाएर कि आइडिया चाहिँ पुगाने मिठो खिचिसक्यो क्या यो रेनकोट पाल्दा पार्यो गरे अब राखा गरेर राख्ने त्यस्तो हो त्यो मेरो लौरी नफाल्यो नफाल फेरि सर्ट हान्छु यो दुईटा लौरी मलाई भयो वा दाइ ठुलो बनाउनु त म यहाँ स्पिकर गर्छु अब चाहिँ हामी यहाँ स्पिकर बजाएर हिँड्ने उछाल्छौँ हामी छ यहाँ भयो बन्दाहरू मनिष अस्ट्रेलिया भयो नि मनिषलाई मैले धेरै मिस गरेको मनिषले ल्याएको JBL को स्पिकर चाहिँ हामीसँग प्राप्त भइसकेको छ त्यस्तो नहुन न हाम्रो यो हुन नि ए हाम्रो होइन मनिष हाम्रो बेचेको भन्न खोजेको हामीले इम्पोर्ट गरेको अस्ट्रेलियाबाट मगाएको यो पाखाले हेर्नु न मलाई त्यसलाई देखेर के घुमाए जस्तो भयो भन त दुइटै उस्तै उस्तै भेटिन्छन् यहाँ मलाई यहाँ हैरानमा नाम दुइटा टुई हिँड्छन् तिमीले त्यहाँ बोलेको यहाँ सुनिन्न क्या मेरो मात्रै सुनिन्छ कि तिमीले नि अर्को लाउँछौ यसलाई भन्छ पाखे भन्छ क्या यसलाई बोल्या के बोल्या चाहिए न आफू बुझ्छ न अरूलाई बुझ्न दिन्छ होइन अर्को माइक राख्छ भने राख अब हामी यहाँबाट हिँड्छौँ 8:40 भयो हामी त 30 मिनटभन्दा बढी बस्यौँ यहाँ त 2200 मिटर एबभ सी लेभल यहाँबाट फरेस्ट क्याम्प 1 hour 30 minutes हामी बिसाउन भन्ने ठाउँमा आयौँ 2000 मिटरमा अब यहाँबाट 1 hour मोमै खाइदिएको सिधै अर्को नि देऊ न एउटै त खान सक्छ देऊ त्यसले मेरो भाग आधा खाँदै मेरो भाग त्यसको आधा खान्छु कतै तैँले किन दुःख गरिस् बाबु म यहाँ यस्तो भइछु हामीले गरेको थियौँ नि दुःख होइन ल दाम अब फरेस्ट क्याम्प भयो अब 9 बजी हिँडेको 1.5 घन्टा लाउँछ भनेको 10 बजे नै आइयो 1 घन्टामा आइयो यस्तो छ भ्यू यस्तो छ है 1 घन्टामा आइयो 10 बज्यो थोरै माथि गएर रेस्ट गर्ने अनि त्यसपछि फेरि 10:30 बजेतिर हिँड्नु पर्ला हिँड्यौँ 10:30 बजे रेस्ट क्याम्प पुग्न आधी घन्टा लाग्छ अरे अब त्यहाँ जाम के हुन्छ यहाँबाट थोरै ठाडै उकालो छ क्या अब कतिसम्म छ थाहा छैन फरेस्ट क्याम्प यही हो हामी फरेस्ट क्याम्प भन्दा माथि उक्लिँदै हामी यहाँ रेस्ट क्याम्पमा बसेको 2600 मिटर 2600 मिटरमा यहाँ खाना अर्डर गर्नुपर्ने रहेछ बिहानै अर्डर गरिएन अब यहाँबाट यहाँको दाइले ऊ त्यहाँ देखेको ठाउँमा हो त्यो रेस्क्यु क्याम्प हो यहाँबाट आधी घन्टा लाग्छ यहाँबाट फोन गर्ने अनि अर्डर गरेर राख्ने त्यहाँ जाँदा रेडी हुन्छ त्यहीँ खानु पऱ्यो आज बिहान यो हिमालमा हिउँ थिएन अहिले हामी यहाँ आइसक्दा यस्तो दामी हिउँ परेको छ राम्रो देखेको छ एकछिन यहाँ रेस्ट गर्छौँ अनि जानु पर्ला 10-15 मिनट रेस्ट गरेर पनि जाउँला है यस यस्तो राम्रो ठाउँ नेपाल मेरो सर्वभाउ सप्ताह बोकेको थियो अब आउँछ 3 जनालाई अर्डर गरेको भात पाएको कुका बाउला आयो यो रुखहरू त हामी खुमाई डाँडा गएको थियौँ 1 महिना पहिला त्यहाँ गए जस्तै रहेछन् सबै रुखहरू हामीले चिन्दैनौँ कतै दाइले फेरि घुमाइ ल्याइदियो कि म तिमीलाई खुमाई नै लानुपर्छ क्या अब यतैबाट बरु खुमाईबाट आउन मिल्छ अरे नि त्यही त खुमाईबाट मार्दी
खुमैबाट उसमा झर्ने अरे सिदिङ झर्ने अरे अनि फेरि आउने अरे त्यही सुनेको थिएँ खुमैबाट उता उता आटा नै आउने माथि अझै खुमैबाट अझै अर्को 2टा पोइन्ट खोल्दैछ अरे क्या 60 मा ट्रेकिङ रुट बनाउने भनेर 60 मा बसेको होइन 360 मै हो क्या हामी पनि 360 मा बसेको BCM आइपुग्न बसेको माथि त्यो कोर्चानमा बसेको क्या हामी हामी कोचनै हो हो कोर्चानको 360 मा त यतापट्टिको रुममा तिमी पनि त्यही रुममा हो कि यतापट्टिको यतापट्टिकै हो एउटै रुममा पऱ्यो यतापट्टिको बेड 2टा बेड थिए त्यही यतापट्टिको बेड कि यतापट्टिको बेड यसले गफ हानेको यो गएकै होइन भन न भन यतापट्टिको बेड कि यतापट्टिको बेड हामीले भनेपछि तिमी सुतेकै रहन्छौ हामीले 3 जनाको 4000 तिनजनाको तर याद रहेछ कुन कथा छ याद छैन। कहिले गएको र अफ सिजनमा गएको कि होइन अस्ति भर्खर हो के भन्छ रे कति कति त्यो चिनेको भएर कि त कसलाई चिने हो तिमीले त्यहीँ त्यो हुटेको सबलाई साउलाई साउको नाम के हो मैले चिनेको होइन ड्याडी चिनेको साउको नाम के हो साउको नाम मलाई त रोक्नु गएको होइनस् भनेको भिडियो देखाउन लागि खै कुन कुन खाटा सुतेर छौ त्यसको फोटो ह एउटै खाटा सुतेछ कि भनेर ए ल ठिक छ यस्तो भ्यू थिएन कि हामी जाँदा हिउँ परेको थियो हामी ल गाइजहरू हामी रेस्क्यु क्याम्प आयो अब ट्याक्क लाएर रेस्क्यु क्याम्प भयो अघि त्यहाँ तलबाट फोन आनेको उठाउनु भन्नु थियो हो हजुर हामीले हजुर 3टा खाना बनाउनु भएछ र हजुर ल ठिक छ अब हामी यहाँ रेस्क्यु क्याम्पमा रेस्ट गर्छौँ अनि खाना पर्ला नि यसो एकछिन बसौँ पाकिन्जेल बसौँ भइहाल्यो हुन्छ सबै पाक्यो अरे भात बाँकी छ अरे यो त जान्छ क्या यो नगर न यहाँ झन् गर्ने भनेर हामी रेस्ट क्याम्प आउनभन्दा अलि अगाडिसम्म कुकुर थियो त्यहाँ छ याद गरियो अहिले यहाँ आएर यसो भुलिएर चाहिँ यहाँ हेरेको त कुकुर सुकुर छैन अब हामी बाटो भुल्ने भयौँ कहाँ जाने कुकुरले बाटो देखाउनु नि त एक्लै हुने भयो हामी हराइने हो नि त त्यहीँ छन् कुकुर पिरै छैन If you have, I can check for you. Cheap, like 1,800. It's like 33,000 maximum 40,000. Maximum, huh? here 86,000 This is Action 6, yeah? Now Yeah. has 7, yeah? yeah this is Action 6 Hey. Put it like this. Baby, you asking tea or no? हजुर हामीले खाना खाँदैछौँ अब टन्न खाने हो भोक यति खाने अनि एकछिन बसेर अनि फेरि माथि लाउने ल गाइज हामीले यहाँ खाना खाइयो अब यहाँबाट 1 बजे कति बज्यो 1:20 गर्छ यहाँबाट हिँडियो ज्याप लाएर खाना चाहिँ भोक लाएर होला सही मिठो दियो यार मजाले खाइयो लो क्याम्प जाने बाटो दिस वे हिँड नि तिमी हिँडेको त खिचिरहेको छ झ्याप्पी खुसी भयो नि 1 घन्टा लाग्छ भने आधी घन्टामा आइयो नि तर सही छिटो आइयो यार अब यहाँबाट उकालो छ अरे फेरि अब गएको हुन्छ कि हामीले अब 1 घन्टा हाने 2 घन्टा हुन्छ कि होइन हामीले ठिक्क ठाउँमा खाना खान्छौँ क्या अब त्यो खाएको नि एनर्जीमा कन्भर्ट हुन्छ नि त सही टाइममा आइयो सही टाइममा अब हिमाल यही हो के चाहियो योभन्दा छिटो छिटो कति बज्यो भन्दा ट्याक्क 2 बज्यो 2 बजे हामी लो क्याम्प आयौँ यसो अलिअलि बसे जस्तो गरे नि भयो नत्र हिँडे नि भयो होइन कति सुत्छौ के तिमीहरु घर कति सुत्छौ आइजाऊ क्या आइजाऊ कति सुत्छौ घरमा लो क्याम्प आइयो अब ठिक छ एकछिन छिटै आइयो हेर हेर न कुहिरो हेर त ओ माय गॉड अनि हामी बसौँ न त यसो
10 मिनट जति बस्छौँ नि जामलाई ल हामी 2:15 मा लोकेमबाट माथि हिँड्यौँ यहाँबाट वे टु हाई क्याम्प यहाँबाट जाने हो यहाँ गाइजहरू घन्टी र सुरे काङ्ग्रेस भन्दैछन् म चाहिँ आफ्नै पारामा हिँड्दैछु धेरै पार्टी भए अनि त्यो संसदमा चाहिँ बहुमत पुग्न पर्यो नि त सबैको ल त्यो ठिक छ ल त्यो ठिक छ यो एका बहुमत एउटा पार्टीको पुगे पो गर्न पाउँछ बल्ल कसैको पुग्नु अहिले नै पुग्न गठबन्धनले कसैको भन्नु यिनीहरू दुइटैको भोटर आइडी छैन क्या फेरि यो बादल डाँडा हो त्यहाँसम्म पुग्ने अनि त्यहाँबाट माथि 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 जाने हाई क्याम्प बस्यो अनि हो यो माछा पुछ्रे हो हामी हो यहाँ गएर बसिन्छ कि जस्तो छ आज हो यहाँ गएर भ्याइयो नि यहाँ बसिन्छ खतरा हावा लाग्छ अहिले यहाँ हिउँ पर्ने भयो दामी हुने भयो होला जहाँ गयो खुमै जाँदाखेरि नि हिउँमा खेल्न पाइयो यहाँ पनि हिउँ पर्ने भयो रमाइलो हुने जाडो भयो यार ज्याकेट लाऊ न ज्याकेट लाऊ टोपी लाऊ ज्याकेट लाऊ टोपी लाऊ डेन्जर हावा लाग्छ गाइजहरू ठिक छ मसँग छ क्या एउटा टोपी त्यो हेलमेटभित्र लाउने टोपी हुन्छ त्यसले मङ्की क्याप ल यहाँ टोपी लगाएको खतरा हावा लगाइन्छ सही अब जाने हो खुइ जाने हो है ए बाल हुन्न क्या जस्तो होइन भिडियो हो क्या त्यो ए फोटो भिडियो भन्नु भिडियो उतै हामी अलि फास्ट हुनु पर्यो है बादल डाँडा 3300 मिटर हिउँ हरि परेको हो यो कोर्चन हो यो खुमाई हो त्यहाँ गएको हामी 1 महिना पहिला अब 1 महिनापछि यहाँ छ हामी यहाँबाट यो हिमाल हेर्दै ल गाइजहरू हामी हाई क्याम्प गइएन आज यहीँ बादल डाँडामा बस्यो यही ठाउँमा बस्यो हाई क्याम्प भनेको त्यो देखिएको हो क्या अब भोलि हामी बिहान छिटै उठेर गइयो भने छिटै पुगिन्छ सनराइज हुने बेलामा यहीँ बस्यो राम्रो छ है भ्यू राम्रो छ हो त्यो डाँडाबाट अहिले सनराइज देखिन्छ होला त्यहाँ जाउँ है ए सनसेट देखिन्छ होला त्यहाँ गएर हेरौँ ल हेर सबैले मानुङकोट भन्छन् है बादल डाँडा हो क्या यो बसेको ठाउँको नाम यो ठाउँको बादल डाँडा किन भन्दा रहेछन् भन्नेको बल्ल आज थाहा भयो सबै बादलै बादल अब हामी हो यहाँबाट हो त्यो डाँडामा गएर त्यो सनसेट हेर्ने हो मजा यता हिमाली अन्नपूर्ण छ यता त्यो माछा पुछ्रे भयो होइन अब त्यहीँ भोलि त्यहाँ जाने हो आज हामी यहीँ बसेका छौँ सनसेट मानुङकोटलाई फेल खानी छ है यो बादल डाँडा मानुङकोट त के हो र यार है के हो र 360 नै बादल के पुरै यहाँबाट फनक्कै घुमेर यता सबै छ यहाँबाट यो भ्यू यता अलि देखिएन यो होटेलहरू भएर नत्र 360 नै पुरै बादल अब यता यस्तो हिमाल छ यता यस्तो छ है चच्चा हुइया हामी एमबिसी पुगेर यो मान्छे न टोपी छ न पन्जा छ ज्याकेट हाफ बोलाउनु भयो ज्याकेट हाफ छ हामी यस्तरी यहाँ शेर्पै भएर बस्यौँ ऊ त्यस्तो आहा कति बज्यो टक्क 3 बज्यो यहाँ अब हामी जुरुक्क उठेर च्याप्प माथि भ्यू पोइन्टतिर जान्छौँ भ्यू पोइन्टतिर जाने हो त्यहाँबाट हामी एमबिसी उतैबाट जाने हो कि मार्दै हिमाल बेस क्याम्प त्यहाँ पनि जाने हो त्यो उतैबाट जाने फेरि हाम्रो फेरि जाने हो होइन उतै हो अब हामी हिँडेको यहाँबाट चिसो भएर माइक पनि निकालेर कनेक्ट गर्न मन लागेन यस्तो डार्क ब्ल्याक छ तिमीले मोबाइल वाला त्यसले भन्छ अनि त्यसले रात बजे आज राखेको हामी यहाँबाट टक्क यहाँ त देखियो होइन माथि तारा देखिन्छन् होला अलिअलि यता नि अलिअलि तारा देखियो होला अब यहाँबाट जाने सुरै जाने भनेको सुरै जाने हो त नि यस्तो छ है
यो त मैले फ्रिज बाटोभरि यस्तो छ यो त मैले फ्रिज यहाँ चिप्लो छ यस्तो यस्तो चिप्लो छ डन्जर लराङ लराङ भएको छ हजुर यो त मैले घरको फ्रिज नि देखेको नि घरको फ्रिजमा देखेर भयो त नि हामी यहाँ आएको नि त डेन्जर चिप्लो छ यार कसरी नि यहाँ राम्रोसँगै राम्रोसँगै ओए पुगा त्यस्तो नै न जान्छन् के अरे तल गयो अन्त गयो यो भए हामी माथिबाटै आउँछ लौरी टेक्नु पर्ने रहेछ तपाईँहरूको जुत्ता मेरो जुत्ता नचिप्लो रहेछ मैले तिम्रो नयाँ जुत्ता हो नि त हामी ठ्याक्क हाई क्याम्प आयौँ त्यहाँबाट हिँडेको 1 घन्टामा 4:20 भयो त्यतिमा हाई क्याम्प आयौँ ऊ माथि जाने सबै लाइट बाल्दै ऊ माथि माथि हिँडिरहेका छन् तिनीहरूलाई भेट्टाउनु पर्यो अब हामीले ल हामीहरू भ्यू पोइन्टमा आयौँ ठ्याक्क हाई क्याम्पबाट 4:30 बजी हिँडेको 6:30 बजे ट्याक्क आयो अब यहाँबाट सनराइज हेरिन्छ यहाँ माथि गएर त्यसपछि हामी बेस क्याम्प भनेको त्यता यतै हो त्यहाँ होला हो त्यो देखियो नि त्यहाँ त्यही लाग्यो क्या त्यो भयो अहिले जानु पर्ला सनराइज हेरेर नि जाने अनि फर्किन पर्ला नि सनराइज पर्फेक्ट सनराइज 360 ड्याडी सुगर ड्याडी भन न जसले केयर गर्छ त्यही ड्याडी हो कस्तो दामी छ क्या यार हेर न ब्याकग्राउन्डमा हरि भयो हरि तर एक्सपेक्ट गरेको भन्दा राम्रो भयो क्या है भ्यू पोइन्ट 4200 मिटर फ्रम द सी लेभल पर्फेक्ट हामी 7:40 मा भ्यू पोइन्टबाट हिँड्यौँ बेस क्याम्पतिर लाग्दैछौँ कति टाइम लाग्छ हेरौँ त्यहाँ गएर हेर्ने अनि फर्किने हो त्यसपछि यता यस्तो भिड छ क्यामेराले त्यस्तो भिड त देखाएको छैन यता यस्तो भिड छ यता यस्तो भिड छ हामी बिचमा यतिमै हिँडेका छोरीले बाँधेर यहाँ नाम लेखाउँ न केटाहरू पहिल्यैको नाम रहेछ यार चिप्लिन्न क्या चिप्लिन्न राम्रोसँग हो राम्रोसँग हो अब म यहाँ नाम लेख्छु साह्रो छ यार वाह कसको तिम्रो नाम लेखिदिउँ तिम्रो नाम के हो अरे अनिस के लेख्नु मिल्दैन अनिस पाण्डे त्यता त मिल्दैन यार भिड यार हो त्यहाँ लेख्ने राउन्डमा जान्छु त्यहाँ जाने होइन त्यहाँ त्यहाँ जाने होइन त्यस्तो भिड छ जाने हुँदैन यार यता जान्छु भन्छन् स्न्यापच्याट एडिक्ट हुने यिनीहरू दुइटा उहाँ एनर्जी ड्रिङ्क लिएर आएको उहाँ गएर स्न्याप बनाउनलाई उहाँलाई राखेका छन् भिडियो बनाएर बस्या म यहाँ टक्क यसो दामी भ्यू बनाएर गाइस लोड पऱ्यो है अलि टन्न खानेकुरा बोकेर आउनु आयो हुँदो रहेछ आउँदा चाहिँ नत्र त मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ एकदम त्यो शेर्पा टोपी अलि तता कपडा ज्याकेट नत्र अनि पन्जा पानी पानी नभएर यहाँ हाम्रो अनि साथीले लेख लाएर धन्दा लेखातिर ढले थिएँ अहिले आइ आइसक्रिम खान्छु भनेर चम्क्यानु खोल्यो है ल भिडियो हो क्या यहीँ बनाइरहेको छ त अनि खोल न त्यस्तो त्यो यो माथिमा आउँछ क्या आउँछ तिमीलाई नै पठाइदिन्छु म भिडियो हेर त मेरो पनि बनाउनु म खोल्छु यार ल जाऊ 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 है तपाईँलाई डर लाग्थ्यो म यस्तो जाऊ के कुरा खोलियो यस्तो जाबाले क्यार छ छिटो खोल
कसरी खोज्ने मैले त अहिलेसम्म बियर पनि खोजेको छैन यो पनि खोजेको छैन थाहै छैन खोज्ने कसरी अनि सिका चाहिन्छ नहोला फेरि हो बस्न एक्सट्रिम खेल्न सिकाएन नि यो तान्ने होइन यो तान्ने यो यहाँबाट यो तान्न क्या यो माथि तान्ने ल ल नि छाड तिमी जाऊ छिटो गर न टिस्यु ये बैग में। आगे जीत है वाह यता देखाउनु न यस ल मलाई देखाउनु ल यता देखाउनु है सरक्क फेरि यता सन्जे जगाऊ भन्नुपर्ने क्या तिमीले ल अब अफ सन्जे जगाऊ रातिको बेला भयो सन्जे ज दाइ दामले उठा खानी हो र देखाउनु देखाइरहेको छु मैले हो दाइ हँ? दामले उठा खानी हो हामी ऊ त खाली डाँडो देखियो देखुन्ट बिहान कति बजे 3:30 बजे हिँडेको वहाँ त अहिलेसम्म हामी त्यो भ्यू पोइन्टसम्म त छिटो छिटो 2 घन्टा झ्यापझुप पारेर आयौँ अनि त्यसपछि त हामी यो हिउँमा खेल्दै खेल्दै ढुक्कले 9:30 भएछ बोल्दै बोल्दै भिडियो फोटो खिच्दै आएको छौँ बेस क्याम्प यो होइन यहाँ थोरै माथि अगाडि हो त्यहाँ जाने अनि फर्किने हो नि हो नि त यो February 14 मा आउनुपर्ने थियो कस्तो हार्ट सेपको क्लाउड रहेछ है ए ल ठिक छ थ्याङ्क यू ल हेर्नु यस्तो दामी छ सही छ अरे मर्दै हिमाल अल्टिट्युड खोइ त नि यसको त अल्टिट्युड नै छैन त 4500 मिटर 4500 हो र होइन यतै देखेको ए तल रहेछ 4500 मिटरमा यो ल गाइज ए दामी तरिकाले मजा गर्दै आयो फाइनल्ली फाइनल्ली हिजोको 8 घन्टा कति घन्टा हिँड्यो हिजो हिजो त 6 बजेबाट 4 बजे फोटो ए तिमी नाच्यौ न जोरसोर किन नाच्यौ? फोटो गरे फेरि फोटो त खिचिदिइहाल्छु नि म त झोरा राख्नु पर्यो 4500 मिटरमा यो ल यही हो मर्दै हिमाल बेस क्याम्प अब हो त्यहाँ फेरि अहिले बादल लाग्यो देखिन्थ्यो यहाँ नजिकै देखिएन यहाँ नेपालभरि कतिजना छन् नि नेपालभरि त त्यो त सक्नु पर्यो नि तपाईँ घुमेरै सकिँदैन पहिला नेपाल घुम्ने अनि बल्ल विदेश घुम्ने हो क्या पहिला नेपाल भ्याउने हो त्यसपछि विदेश जाने हो हामी यहाँको एक्साइटमेन्टमा कति बजे आयो भन्ने नि इन्फर्म गर्न बोलेछु 9:45 मा आएको थियौँ हामी यहाँ अहिले 15 मिनट जति फोटो भिडियोहरू खिच्यो ठ्याक्क अहिले 10 बज्यो अब 10:30 बजेसम्म हामी यहाँ बस्छौँ अनि त्यसपछि हामी यहाँबाट फर्किने हो कस्तो दामी छ है ल हेर्नु भ्यू 360 भ्यू यही हो त्यहाँ यस्तो हालेर नि मलाई देखाउनु न तल होइन कि यस्तो होइन कि ल म यहाँ यस्तो हिँड्छु टक्क यो देखिने होइन हिउँको सानो सानो टुक्राहरू उडेर आएको छ अहिले हिउँ पर्न लाग्यो जस्तो भएछ हामी यहाँ अब कति 10:15 भयो 10:30 मा फर्किन्छौँ हामी यही हो मर्दै हिमाल राम्रो छ एकदम राम्रो तल माथि भयो माथि तल माथि तल माथि तल माथि तल माथि तल माथि म त उठ्दिन सरी सरी म त
कति हान्यो थाहै गर्न ल गाइजहरु यही हो लास्ट हामी यहाँबाट फर्किन लाग्यो 10:30 भयो हो केटाहरु खुसी छन् मज्जाले फर्स्ट स्नोफल एक्सपिरियन्स गर्दैछन् अलिअलि स्नो पनि पर्दैछ यिनीहरुलाई दामी केटाहरुलाई मैले तानी तानी धकेली धकेली यहाँसम्म पुर्याएँ मलाई थ्यांक यू भन्नु थ्यांक यू मेरो दाइ है अरे केटाहरुलाई पठाउनु पर्यो के पह नपह म खिचिदिन्छु क्या अहिले फोटो गाइजहरु आफ्नो गर्लफ्रेन्डलाई यो 4500 मिटर माथि ल्याऊ यदि यहाँबाट जिउँदै घर फर्किए भने चाहिँ त्योसँग बिहे गरे हुन्छ यहाँसम्म लिएर आऊ फेरि यहाँ स्नोफल भयो के हामीले सनसेट हेरौँ सनराइज हेरौँ माउन्टेन भ्यूहरू हेरौँ अब स्नोफल भइदिए त कस्तो दामी हुन्थ्यो भनेको ठ्याक्कै स्नोफल भयो अहिले अलिअलि देखिएको हुनसक्यो हो यो अहिले परिरहेको स्नोफल है परिरहेछ है त्यो भएर अब यसो त्यही भएर भ्लग चाहिँ एन्ड नगरौँ जस्तो लाग्यो क्या स्नोफलको पनि एक्सपिरियन्स यसो हेर्नु पऱ्यो नि त सबैलाई देखाउनु पऱ्यो यो मेरो ज्याकेटमा परिरहेछ है मेरो है एकछिनपछि यो टाउकाभरि हुन्छ पुरै केटाहरू मजा बस एकदम फर्स्ट स्नोफल एक्सपिरियन्स कस्तो भयो हिउँ परिरह भन यो हिउँ पर्ने बेला कोही मान्छे छैन भने त्यो एकदम अनलक्की हो हिउँ पर्ने बेला जो ह त्यसले एउटा जीवन जिएको हो यस्तो हिउँमा हिमालको मुनि आएर हिउँ पर्दै गर्दा हामी बसेको छौँ भने हामी एकदमै लक्की हो हामी किन लक्की हो भन्दाखेरि हिजो हामीले सनसेट पनि हेऱ्यो हामीले बिहान सनराइज पनि हेऱ्यो र अहिले हिउँ पनि देखियो र हामीले अहिले स्नोफल सँगसँगै हामीले हिँड्न पनि पाइयो त्यस कारणले हामी एकदमै लक्की हो नेपाली टिचर बन्ने लक्षण निकाल्यौ त तिमीले त यसरी हामी इङ्ग्लिस टिचरसँग भाव विस्तार भने जस्तो के भाव विस्तार खतरा नि भयो त यस्तो हो अब त्यो छुट्टी भएको बेलामा चाहिँ त्यो घर बसेर मोबाइल फोनहरू ल्यापटपहरू हेर्न भन्दा चाहिँ अलिकति त खाजा खाने पैसा एक्सप्लोर गर्ने हैन न्यू प्लेसेसहरू एक्सप्लोर गर्ने तिनजना भएर हिँड्यो भने चाहिँ मस्त रमाइलो हुन्छ एक्सपिरियन्स पनि हुन्छ है मेमोरीहरू बन्छ र केटा अनि त्यो दुनियाँ देखो दुनियाँ कस्तो छ तिमीहरू देखेकै छैनौ हामी सातजनाले प्लान बनाएको लास्टमा 3 जना हैन ती 3 जना अरे घरै थेच्चेर बस्यो 4 जना रिग्रेट भएको छ होला घर एउटा कोठामा मोबाइल मात्रै हेरि बस्यो त्यो मोबाइल हेरेर स्ट्रेस भयो अर्को कुरा तिनीहरूको आँखा कमजोर भयो सबै कुराको एक्सपिरियन्स गर्न पायो एउटा यस्तो ठाउँमा आएर के हुन्छ भनेर बाहिरी दृश्य देख्न पायो त्यस कारणले घर बस्नुभन्दा बाहिर हिँडेपछि अलिकति जे भए पनि हल्का टाठो नै भइन्छ त्यस कारणले बाहिर हिँड्नुपर्छ म कति टाठो भन्छु त्यही भएर अघि लोड म यस्तो बोल्ने भएको यो भनेको मेरो नेपाली सर्वनी सङ्केत हो भनिराखेको आइजहरू आउनेसले यस्तै हो है हाम्रो ठुलोबाट हामी एउटा हाम्रो यहाँ भ्लग गरिराख्ने एउटा इङ्ग्लिस मास्टरसँग हिँडिरहेका छौँ उहाँबाट हामीले यस्तो कुरा सिक्यौँ कि यति 2 दिनमा यति कुरा जाने हो यति कुरा जान्यौ कि अब तपाईँलाई म गुरु बनाउँछु भन त अब मैले सिकाउन सक्छु त्यो कुरा सिकाएको त सिकाए हो तै पनि 2-4 महिना मसँग हिँड्यो भने त सिक्छौ मजाले एक्लेमेटाइजेसन यो भन्ने तिमीलाई थाहै थिएन थाहा भने भन्नु त त्यहाँ म कोठा बसेका यस्तो देख्थेँ यस्तो मजा आउँथ्यो यहाँ हिउँ खेल्न पाउँथेँ त्यसकारण आउनुपर्छ हाम्रो अर्को ट्रेक रहेको छ कपुचे ट्रेक त्यसकारण हामीसँग जो पनि जोडिन चाहनुहुन्छ हजुरहरूले हाम्रो सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 97 48 21 4700 कसको नम्बर हो मेरै हो अब तिमीलाई फोन आउँछ झन् बढ्यो यार स्नोफल त झन् बढ्यो नि त यो झन् बढिरहेको छ हामीले यसको मजा लिइरहेका छन्
दाइ भिडियो त भइरहेको भछ भछ फेरि पाखेरै पाउ बढ्यो यार सही भयो यार झन् वाह यो के चाहिएको भ्यू पोइन्टमा यो हामीले जे सोच्यौँ त्यही भयो यार हो यार हामीसँग हिँड्नुको मजा हजुरहरूले थाहा पाउन सक्नुहुन्छ सबै कुरा एक्सप्लोर गर्न पाउनुहुन्छ कि हामीसँग हिँडेपछि किनकि हामीले कुन दिन कस्तो छ के छ सबै कुरा बुझेर हेरेर हिँड्छौँ जाँचबुझ गरेर होइन जहिले स्नोफल हुने जस्तो हुन्छ त्यहीले हिँड्छौँ ट्रेक होइन हामीले आज सनराइज हुन्छ त्यहाँपछि स्नोफल हुन्छ अनि हेरेका थियौँ र हामीले त्यस्तै भयो हामीले चाहेको नि त्यही हो खासमा अनिसलाई अलिकति चाँडो र के मान्छे किन अनि हिँड्दै पर्छ भन्थिस् मोबाइल हेरेर हो यहाँ हिजो नि माथि हल्का फुल्का परेर हुन्छ हिजो नि परेको पर्नलाई तर हिजो आजको जस्तो परेको होइन क्या आज त हेरौँ न यस्तो छ तल हजुरहरूले पुरै डाँडाभरि हिँड्नु भयो यार हरि भयो यार स्किङ गर्ने जस्तो भयो यहाँ त तल त अब यो स्किङ गर्न त यहाँ पाइँदैन पाइने भए त गर्नुहुन्थ्यो फेरि तल भिर छ क्या ऊ डेन्जर भिर छ त्यहाँ तल कहाँ होला यहाँ त तल अब एमराजको घर यहाँ त गसी त सिधै एमराज हो नि ल केही छ भन्न भने भनौँ गाइज नत्र म यहाँ बन्द गरिदिन्छु भन्न त धेरै छ तर अहिलेको लागि अब हामी यहाँ बोलेर मात्र भन भएन यो मजा नि लिन पर्यो फेरि हो हामी अब हामी स्नोफलको मजा लिउँ हामी यहाँ लाइभ स्नोफलको मजा लिन्छौँ तपाईँहरू यो भिडियो हेरेर मजा लिनु होला पछि स्नोफलको होइन ल हामी अब मजा लिन्छौँ अब त्यहाँ भ्यू पोइन्टमा पुनः लगाइसकेका छौँ हामी मध्य बेस क्याम्प गएर फर्किँदाखेरि हो क्या फेरि यो स्नोफल भएको ठ्याक्क बेस क्याम्पमा पुग्यो बेस क्याम्पमै 10 मिनट अझै बढी बसेको भए त्यहीँ पर्ने थियो होइन किनकि बाटो चिप्लो हुन्छ अनि हामीले त्यति ज्ञान छ त्यो भएर अनि फर्केको सही भएछ ल सही भयो ल बाई बाई भाइ त नभन न यार फेरि अरू नि भिडियो बनाउनु पर्न हिउँ कपालभरि हिउँ रहेछ यार हिउँ पर्यो हिउँ हामी हो त्यो देखेको तल कहाँ हो कहाँ त्यो देखेको अब यहाँबाट ठाडै ओह्रालो छ अहिलेको बाटो जाने झन् बाक्लो पऱ्यो हिउँ त दाइ दाइ ए आराम दे झन् बाक्लो पऱ्यो म हालिदिन्छु के हिउँ पर्यो भन्नेमा हिउँ पऱ्यो फुरुरु अरे यहाँ गीत म हाल्छु घर गएपछि गीत हालिदिन्छु कि हुन्छ झन् बाक्लो पऱ्यो यार हिउँ पर्यो हुरुरु ठिक छ राम्रो भएको छ मान्छेले एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छन् झन् एक्सपेक्टेसन गरेको भन्दा रियालिटी झन् राम्रो भयो क्या यो त धेरै ठुलो कुरा भयो है अब हो त्यो प्रतीक्षालयमा गएर बसौँ हो त्यहाँ देखिएको अनि त्यहाँ गएर बनाउँला टिकटक हामी चाहिँ सही टाइममा आइएछ के है यस्तो हरि रमाइलो भयो है ए बेलुका पनि मिठो गफ गर्दै अझसम्म खाट छोडेर सुत्यो काइटा रमाइलो भयो हामीलाई पनि फोन हेर्दै चलाउँदै मलाई त राति सुत्नेमा चाहिँ त्यो लेक लाग्यो जस्तो भएर चाहिँ अलिकति त्यो हुन त त्यो बिस्तारै हेरेको भएर होला अलिकति गाह्रो त भएको थियो तैपनि यसो निदाउनु लाग्यो सकिँदै फेरि उठाएर खेदिहाल्नु भयो तर नाइस डेको दिन लिएर आउनु दाइलाई हामीले दाइलाई चाहिँ हामीले धेरै धेरै थ्याङ्क यू सो मच भन्छौँ अनिसले चाहिँ के भन्छ थाहा भएन है मलाई फेरि अब आउने आउँछन् नआउने आउन् रेलगाडी हिँड्यो भने चाहिँ अब आउने आइहाल्यो के अरे अब नआउने हुँ घर अब त्यो ग्यास्ट्रिक बढाउन सेतो चिया खानु होला बसिया खानु होला हामी चाहिँ यहाँ हिजोबाट चिया खानु लाग्यो पाएन मलाई तल लगाइसक्यो केटा गाइजहरू म हिजोबाट भ्लग सुरु गर्छु भनेर आलिआलि भिडियो खिचेको बिहान त बनाउन बिर्सेछु ल चार्ज पनि थिएन चार्ज बत्ती बाल्न पर्ने भयो अँधेरो पनि भयो त्यो भएर नि हो अब यहाँ चाहिँ यस्तो बाटो आइयो बिहान है अहिले चाहिँ यहाँ चाहिँ 30 मिनट लेफ्ट है हामीलाई चाहिँ फेरि 15 मिनट हो नि म दौडिन्छु यिनीहरू त हिँड्नु सक्दैनन् तर सेफहरू हिँड्नुपर्छ यस्तोमा चिप्लो छ पानी पुरै चिप्लो छ ढुङ्गाहरू चिप्लिन सक्छ सेफहरू हिँड्नुपर्छ यस्तोमा तर नाइस देख्यो के द भ्यू के गाइजहरू है हरिब देख्यो गर्नु अब
गुराँसहरू यस्तो बेलामा फल्ने गुड त्यस्तो मेसो परेको भए त हरिफ। यदि स्लो माइन्ड हुन्छ अब गाइजहरू पछि कुरा गर्दै आखान म चाहिँ अलि अघि छु टिकटक बनाउने भनेको गएर अनिसको मोबाइलमा उहाँ नेटै टावरै टिपेन क्या त्यही भएर अब त्यहाँ गएर एकैछिन रेस्ट गरिदिउँ त्यो प्रतीक्षालयमा ल र हिउँ चाहिँ मिठो परेछ गाइजहरू चाहिँ यहाँ टमटम हिँड्दैछन् दाइले झोला भिडिराख्नु भयो बिचरा झोलामा स्नोफल ऊ छ टाउकोमा नि थियो के रे टाउकोमा यसको पनि छ ल है त अब चाहिँ वहाँ प्रतीक्षालयमा गएर केही भयो भने भेटौँ ल ल गाइजहरू कालिम्चोक पनि जानु परेन यहीँ ठ्याक्कै कालिम्चोकमा हिउँ परे जस्तै देखेछ सबै सोलिड हामी फर्केर आउँदा ठ्याक्कै यो हाई क्याम्पबाट यो हाई क्याम्प है हो यहाँ यो ठाउँमा मैले हो यो पन्जा भेटेको छु लेफ्ट ह्यान्डको हो कसको पर्यो अब यो भिडियो हेरेर थाहा पाउनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि म पठाइदिन्छु हामी हिँड्न लाग्यो झन् ठुलो हिउँ परिरहेको छ यहीँ ए यहाँ नि खतरा भएर जाऊ त्यहाँ गएर नाच नि जाऊ ए तिमी पनि जाऊ जाऊ ल भाइ खतरा हिउँ पऱ्यो हेर